Hi guys, welcome back to my new video. अनि यो चाहिँ मेरो थर्ड ब्लग हो है। हिजो चाहिँ म मेरो फुपूको घर आएको थिएँ। यस्तो देखिन्छ यहाँबाट भ्यू चाहिँ हेर्नु सक्नुहुन्छ मर्निङ भ्यू। बिहान बिहान 10 बजे यस्तो मजाले लागिदिएको छ क्या। रातभरि पानी परेको थियो त्यही माथि है। अनि त्यहाँ चाहिँ एउटा रिसोर्ट थियो के, तर अहिले कुहिरो सबै तल झरिरह नि त, त्यही भएर छेकिएको छ। यस्तो छ है त भ्यू गाइज, आम्मामामा। यहाँ हेर्नु नि यिनीहरू उफ्रेको रमाको। अब चाहिँ मासेर जमाएँ यहाँनिर। कस्तो राम्रो देखेको हौ यो घर। काली के बनाउनु लाग्छ तैँले? ओहो र हाम्रो चाहिँ यहाँनिर के पाक्यो तरकारी? के को मासु? ए खतरा धनियाँ हालेर, लोकल धनियाँ हो नि फेरि गाई चाहिँ फलेको। म तपाईँहरूलाई अहिले देखाउँछ यहाँ के फल्यो भनेर। मुन्टा नि बना मुन्टा। ए यहाँ मुन्टा मेरो फुपू दिदीको बारी देखाउँछ के फलेको छ भनेर। जाम है त। चिउ 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 चिउ। यो चाहिँ उसको बोट है, यो चाहिँ अनारको बोट हो। यहाँ अनार पनि फलेको छ, मैले हिजो देखाए जस्तो लाग्थ्यो। ल यहाँ रहेछ। यहाँ चाहिँ अनार फलेको छ। यहाँ अनारको बोट हो यो होइन। अनि यहाँ कति धेरै बोट छ क्या। अनि यो त खै यो अनि यो फर्सी मुन्टाहरू भइगयो यो त। मकैहरू पनि रोपेको छ यहाँ दिदीले। ए कति पुन्टे काँक्रा हो यो त। दिदी यहाँ जुगा लाग्छ कि नआए? ओ यहाँ रहेछ नि काँक्रा। यहाँ छ काँक्रा, उता माथि पनि छ काँक्रा। कस्तो मैले अझ नदेखेँ गाइस। हेर्नु है त, यहाँ भर्खर पानी पर्यो। अघिसम्म यो फगहरू तल झरिरहेको थियो, अहिले चाहिँ कस्तो पानी परिरहेछ। पानी परिरहेछ यहाँनिर। यहाँ चाहिँ हाम्रो बाख्रा पालेको छ, खसी पालेको छ दिदीले। यस्तो भर्खर खाना खाएर निस्केको है म चाहिँ। यहाँनिर कोही खाँदैछ, कोही खाइसक्यो। यहाँनिर पप्पी, यसको नाम चाहिँ पुच्ची है। यो चाहिँ गाउँतिरको पानी, प्योर पानी हो। के हुन्छ त नि? कपालहरू हेर्नुहोस् यहाँनिर देख्नु सक्नुहुन्छ। नयाँ परेवा जोडी ढुकुर र परेवा। अब चाहिँ म पनि तलतिर लाग्दिन्छु है। यहाँ चाहिँ हाम्रो अगेना छ के। यहाँनिर कोडो बनाउँदै रहेछ चारो उसलाई के अरे सुँगुरलाई। यस्तो एकैछिनमा पानी परेको छ, एकैछिनमा फेरि हराएको छ है। हो र होइन होला। माध्य थोरै त छ नि। ल यहाँ चाहिँ गाउँको पानी ट्याङ्की है। यहाँ चाहिँ गाइजहरू अब चाहिँ हामी घर जान थालेको। यहाँ सबैजना रेडी भइसक्यौँ। हामी चाहिँ यहाँनिर सबैजना जानलाई तयारी हुँदैछौँ। हामी दिदीले हेरिरहनु भएको, फुपूले चाहिँ हामी गएको हेर्दै हुनुहुन्छ। यसले चाहिँ कुकुरलाई छोड्नु सकेको छैन। लिएर कुकुरलाई पनि। निक्कु बाख्रा हटा हटा बाख्रा निक्कु हटा। तेरो बाजे बाख्रा हटा। कस्तो तेरो बाख्रा नमान्दैछ। पख तेरो बाख्रालाई म मारिदिन्छु, काटेर खाइदिन्छु। पख न पख। ल अब हिँड्ने हो सिन्धुलीतिर, मामा घर हिँड्ने हो। फेरि म चाहिँ बाइक वालीको चाहिँ आफ्नो घर, मेरो चाहिँ मामा घर। आछु कस्तो चिसो हो बाइकमा चढ्छ। देख्नु हुनु। ए शीत हो कि पानी हो? यो शीत हो।
हेर्नुहोस् यता भ्यू कस्तो दामी देखेको छ। वाह कस्तो राम्रो। धेरै चिसो छ यहाँ हेर्नुहोस् मासतिर के भन्छ अरे यो बादल झर्दैछ हेर्नु। यहाँ चाहिँ कहिले घाम लाग्दैन है गाइस, यहाँ चाहिँ सधैँ जाडोको जाडो हुन्छ यति घुम्ती। अँध्यारो देखेछ त यहाँ एउटा हेर्नुहोस् यहाँ यही हो हेर्दै होइन अलि अगाडि हो क्या भूत जस्तो हेर्नु न यहाँ यस्तो छ अन्धकार हुस्सेलिन अन्धकार भएको छ यहाँ। ए हेर्नुहोस् मेरो दिदी र भेना। ल है त गाइस हामी यहाँनिर हल्का भिडियो फोटोहरू खिचेर हामी अब लागेको है त घरतिर। अब एकछिन सोला भन्ज्याङमा रोकिन्छ होइन, एकछिन 5 मिनट ब्रेकको लागि। त्यसको बादमा चाहिँ डाइरेक्ट सिधै कतै नरोकिकन घरतिर लाग्नु पर्ने हुन्छ, किनकि हामीले टाइम धेरै लस यहीँ गरिसकेका छौँ। पानी परेको क्या यहाँ रेनकोट लगाएर हिँडेको छ सबैजना है। कस्तो उज्यालो भएछ त यहाँ त। ए त्यो के अरे माथिबाट के झर्छ अरे हुसियो सब तलतिर झरिसक्यो निङ्गालेतिर। अनि हामी चाहिँ हुसिएको लागि पर्खिरहेको हो क्या, त्यही भएर ढिलो भएको। कतिखेर हुसियो लाग्छ र राम्रो राम्रो भिडियोहरू बनाउँला भनेर सोचेको। अब नेक्स्ट टाइम आउँदाखेरि जाडो रहेछ यार, अहिले ज्याकेट लाउनु पर्ने हुन्छ। सोलामा एकछिन रोक्छौँ हामी त्यति बेला चाहिँ होइन। हो चिसो हुन्छ होइन, मलाई लाग्छ तलतिर उगा जस्तो लागिरहेको क्या, हुसियो हुन्छ क्या तलतिर। गाइस रमाइलो भयो हामीलाई त। हिजो हामी फुपूको घर गयौँ होइन, एकदम रमाइलो भयो किनकि यस्तो गर्मी हुन्छ तलतिर, यहाँ माथि यस्तो चिसो होइन, रमाइलो भयो। हामी यही सिन्धुली बस्ती मान्छेलाई त मासतिर एकछिन आउँदाखेरि यस्तो भ्यू देख्दाखेरि क्या खुसी लाग्छ, आनन्द आउँछ भने तराईको मान्छेहरूलाई झन् त्यसै नै भइहाल्छ नि होइन देख्दाखेरि। सबै यो पानी परेको चाहिँ होइन जस्तो लागिरहेको। पानी पऱ्यो भने त बिजोग हुन्छ फेरि है। तलतिर पानी पर्दा यहाँ मासतिर परिरहेको हुँदैन, मासतिर पर्दा तलतिर परिरहेको हुँदैन कि, त्यही भएर हो र होइन होला यस्तो दामी छ। यतातिर डाँडालाई के चपौल डाँडा हुन्छ होइन। अच्छा यहीँ बर्ड भनेर भनाइन्छ त्यही रोक्नु होइन। सबजना यहाँको रहेछ नि त यहाँलाई यसरी। यहाँबाट चाहिँ सिन्धुली गढी प्रवेशद्वार हो, यहाँबाट चाहिँ हाम्रो गढी पनि जान्छ यहीँबाट होइन। यहीँबाट गढी पनि जान्छ, कलाघर पनि जान्छ, चपोली पनि यही बाटो है जाने चाहिँ। खतरा छ, आएको बेला यहाँ पनि भिजिट गर्नु सक्नुहुन्छ। कति मान्छेहरूलाई थाहा हुँदैन क्या यहाँबाट सिन्धुली गढी जान्छ भनेर। तो विश्रामपछि फेरि हामी हिँड्यौँ। दामी छ रमाइलो लाग्छ मलाई तिमी साथमा हुँदा, रमाइलो लाग्छ। यहाँ अगाडि त झन् बन्दै छ, म देखाउँछु। तिमी साथमा हुँदा माया। यहाँबाट चाहिँ दरबार जाने गेट हो, पहिलाको है राजाहरूको पालको दरबार जाने गेट हो त्यो चाहिँ, ठुलो गेट के। यहाँको मौसम चाहिँ भन्नै नपर्ने छ। हेर्नु यसो क्या दामी ताल ल्याएर रमाइलो लाग्छ मलाई। त्यस्तो मौसम चाहिँ को कोलाई मनपर्छ। अन्धकारै छ नि।
जम्मै छ यता त यो तलको बाटो त झन् केही देखेको छैन सेल्फी डाँडा आइपुग्यो गाइज हामी चाहिँ अहिले यहाँ चाहिँ प्याक हुन्छ जहिले फोटो खिच्नलाई पनि उज्यालो छ त्यति चाहिँ होइन फेरि अँध्यारै यताको बाटो तल्लोपट्टिको बाटो त झन् देखेकै थिएँ